हुनुहुन्छ केही दिन अगाडि एउटा लेख लेख्नु भएको थियो। म के भनेर लेख्नुहुन्छ भने समाजमा विद्यमान नीति नियम मूल्य अपेक्षा नागरिक संस्थाहरू राजनीतिक दलहरू वा हामीहरू नेताहरू सबैप्रतिको विश्वास कमजोर भयो भने नागरिकले आफ्नो भविष्यप्रतिको विश्वास गुमाउँछ। आत्मदाह भनेको सानो कुरा होइन। जब नागरिकले आफ्नो भविष्यप्रतिको विश्वास गुमाउँछ तब समाजमा आत्मदाहको यस्तो श्रृङ्खला सुरु हुन्छ। हामी प्रत्येक दिन जसो समाचार सुनिरहेका छौँ अहिले। र हिजो अघि मैले उल्लेख गरेको प्रशान्त कार्की आफ्नो लेखमा भन्छन्, बिपी कोइरालालाई उद्धृत गर्दै बिपी कोइराला भन्नुहुन्छ, कुनै पनि मानिसलाई उसको अन्तिम निर्णयबाट चिन्नु हुँदैन अरे। अन्तिम निर्णयसम्म कसरी आइपुग्यो भनेर उसको बारेमा खोज्नुपर्छ अरे। त्यसैले बिपी कोइराला हुनुभएको भए अहिले फलानाले किन गरेको भनेर मात्र होइन, त्यो ठाउँसम्म किन पुग्यो भनेर खोज्नुहुन्थ्यो होला। हामीले पनि खोज्नुपर्छ। हिजो अस्ति 2 दिन अगाडि हामीले गुरु घिमिरेको पुस्तकको विमोचन गऱ्यौँ। भाद्र 23 गतिको घटनाभन्दा 2 वर्ष अगाडिदेखि गुरु घिमिरे आफ्नो लेखमा लेखिराख्नु भएको थियो, अरे बुद्धि फिर्नु पर्यो। 1 वर्ष अगाडि लेखिराख्नु भएको थियो, बुद्धि फिर्नु पर्यो। समाजमा यत्रो छटपटाट छ, कुनै पनि बेलामा आगो बल्न सक्छ, कुनै पनि बेला नेपाल बङ्गलादेश हुन सक्छ। हामी सबै पुरानो केन्द्र समितिमा भएका साथीहरू साक्षी छौँ। विश्वप्रकाश शर्माले यो विषय कतिपटक उठाउनु भयो। हामीले यो विषयलाई कसरी कसरी प्रस्तुत गऱ्यौँ भनेर म त त्यतिर जान्न। मैले केवल आत्मसमीक्षाको सन्दर्भमा मात्रै कुराहरू भनेको हुँ। 23 गते सडकमा आएर मारिएका ती कोही होइनन्, ती हाम्रा भाइ बहिनीहरू हुन्, हाम्रा छोराछोरीहरू हुन्, हाम्रै हुन्। ती पराया होइनन्। तिनी यही छटपट्टि भएर बाहिर आएका थिए। तिनको आवाज हामीले चिन्न सकेनौँ, सुन्न सकेनौँ। तिनको मुख थुन्न हामी गयौँ, बरोबर आतङ्क गऱ्यौँ। 24 गते केही सीमित प्रतिक्रिया, केही आवेग, तर 24 गते अर्को ठुलो षड्यन्त्र पनि भयो। आखिर जे गुमाउनु थियो नेपालले गुमायो। त्यो 23 र 24 गते पछाडि यहाँसम्म आइपुग्दै गर्दाखेरि चुनाव भयो, नयाँ सरकार आयो। तर आइसके पछाडि पनि त आत्मदाह गर्ने श्रृङ्खला रोकिएन। यसले हामीलाई के सोच्नको निम्ति उद्वेलित गरिरहेको छ। हामीले अहिले कसैलाई दोष दिएर हुन्छ, हामीले अहिलेको सरकारतिर मात्र प्रश्न गरेर हुन्छ। अघि खनाल सरले हामीलाई सम्झाउनु भएको छ, बिपी कोइरालालाई सम्झेर, तिमी राष्ट्रिय पार्टी हौ। म त भन्छु सधैँ, राष्ट्रिय पार्टी मात्र होइन, काङ्ग्रेस राष्ट्रिय शक्ति हो। त्यो राष्ट्रिय शक्तिको जिम्मेवारी के हुन्छ? राष्ट्रिय शक्तिको जिम्मेवारी त्यसले सबभन्दा पहिला के सोच्नुपर्छ भने सबैभन्दा ठुलो जिम्मेवारी मेरो छ। आगो जसले लगाए पनि निभाउने काम मेरो, जसले भत्काए पनि सम्हाल्ने काम मेरो। त्यसले यो बेलामा यसो सोचौँ त, यो बेलामा नेपाली कङ्ग्रेस पार्टीले यतिखेर के भन्नुपर्ने होला? म काङ्ग्रेसको सभापति भएर भन्न चाहन्छु, कहीँ कतै कुनै युवकले, कहीँ कतै कुनै पनि नेपालीले कुनै पनि कारणले, आर्थिक कारणले होला, सामाजिक कारणले होला, कुनै पनि कारणले कहीँ कतै उसको मनमा म आफूलाई निमिट्यान्न पार्छु भन्ने सोच आइरहेको छ भने म काङ्ग्रेसको सभापति उसलाई भन्न चाहन्छु, त्यसो नगर साथी। हामी छौँ, हामी सम्हाल्छौँ, मिलेर गरौँ। एक्लै नसकौँला, तर मिलेर गरौँ। हामी त्यति तल पनि गइसकेका छैनौँ, हामी सक्छौँ भनेर भन्न चाहन्छु। म भन्न चाहन्छु भनेर भन्दै गर्दा सिङ्गो नेपाली कङ्ग्रेसले यसलाई भन्न चाहन्छ। आज हामीले काङ्ग्रेसलाई त्यो भन्न सक्ने ठाउँमा पुर्याउनु पर्ने छ। हाम्रो अगाडिको सबैभन्दा ठुलो जिम्मेवारी यही नै हो। यसका निम्ति फेरि हामी बिपी कोइरालातिर फर्काउनुपर्छ। बिपी कोइरालाका निम्ति नागरिकको यस्ता आवाज सुन्ने कुरा वा नागरिकको सेवा गर्ने कुरा कुनै साइडको काम थिएन, अतिरिक्त काम थिएन। यो त राजनीतिको मूल काम थियो। बिपी कोइरालाका निम्ति जहाँ जनतालाई दुःख छ त्यो दुःखमा नपुग्ने काङ्ग्रेसै होइन। भोट माग्न मात्र पुग्ने काङ्ग्रेस कसरी काङ्ग्रेस हुन्छ? दुःखको बेलामा देखिने काङ्ग्रेस हुनुपर्छ, पीडाको बेलामा देखिने काङ्ग्रेस हुनुपर्छ।